ल 5:40 भइसक्यो लगभग अब अँधेरो भइसक्यो चढेको चढेछ अब चाहिँ एकै ठाउँ भेला हुँदैछ अब चाहिँ बिस्तारै खेदाउँदै पछि जानुपर्छ चढ्दै जान्छ आँखा देखिन्जाल घाँस खान्छ क्या यिनीहरू अब चाहिँ यिनीहरूलाई चढाउँदै लाने 6 बज्नु आँट्यो अब घर पुऱ्याउनु यहाँदेखि आधी घन्टा लाग्छ टाढो बस फेरि पानी पनि पर्दैछ यहाँ सेरे पानी पऱ्यो भने दिमाग खराब भयो पछि चढाउँदै जाने अब चाहिँ घर जाने हो भन्ने कुरा निस्किँदैछ है खानु चाहिँ छोड्दैन जे भेट्छ त्यही खाइहाल्छ है आनन्द छ नि मलाई घर जाने सुरसार छैन यसको पानी एकछिन रोकिएको छ फेरि पर्नु थालिहाल्यो नि अब चाहिँ ओह्रालो लानुपर्छ तेर्सो ओह्रालो चढाउँदै जाने हो त्यही ठ्याक्कै 6 पनि बज्छ 6:15 घर 6:15 6:30 घर पुग्छ लगभग ऐसेले चाहिँ मजाले खान्छ पात पनि फलेको पनि ऐसेलेलाई चाहिँ बिजोक बनाइरहेछ काँडा भए पनि खान्छ मजाले नै अब चाहिँ बिस्तारै लानुपर्छ पानी पर्नु थाल्यो यिनीहरू फेरि चढेकै छ खोर पानी चाहिँ घरसम्म पुग्ने भयो जस्तो छ ठुलो चाहिँ पर्ने होइन कि सानो क्या घर जानु मान्दैन भए चाहिँ चढ्छ पो पानी परिसक्यो पानी ठुलो पर्यो अब नि पर्यो पानीले एकैछिनमा पुग्छ नि यहाँहरू चढिदिइहाल्छ र म छरेको रात परिसक्यो ऐँसिलो खाँदैछ यिनीहरूले चाहिँ ऐँसिलो
मलाई रात परेको थाहा छैन क्या झन् रात पऱ्यो झन् मजाले चर्छ किनभने